गुड आफ्टरनुन एभ्रीबडी है। यो चाहिँ आज हाम्रो खरसाङको हुसेल खोला छेउनिर जहाँ चाहिँ मदर मेरीको स्ट्याचु थियो। सबैले आवाज गर्दाखेरि ठोक्थे अनि कसैले धुप क्यान्डल जलाउँथे। त्यही जग्गामा आज चाहिँ माथिबाट पहिरो आएर सोरेर यसरी बन्द भएको बाटोहरू छ सबै नै। अनि सबै यो बाटोहरू बन्द भएर यसरी मान्छेहरू आवाज गर्ने पर्यटकहरू यसरी हिँडिरहेको छ। हेर्नुहोस् सोर्दैछ माटोहरू। यो चाहिँ खरसाङको NH हाइवे NH 10 मा चाहिँ यस्तो पहिरो गरेर यस्तो दृश्य देख्न पाएको छ आज। र कतिलाई असुविधा भइरहेको छ र यसरी हिँडिरहेका छन्। दुईटा डोजर लगाएर यसरी बाटो खन्दैछ र कहीँ सम्ममा अब खोलिनु सक्छ होला यो। हेर्नुहोस् मान्छेहरूको बिजोग कस्तो भइरहेको छ हेरेर यसरी आज यो अहिले यसरी मान्छेहरू हिँड्दैछ यसरी। हेर्नुहोस् यहाँ विचारहरू कसैको बाइक कसैको गाडी कसैको के आवाज पुरै रोकेर यस्तो भएको छ। र आजको दृश्य यो हो। यो चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले यस्तो प्रकारले बेहाल भएको छ। धन्न यहाँनिर घर भाँचेको छ। यो घरहरू थियो अनि यसरी यहाँ चाहिँ मदर मेरीको स्ट्याचु जहाँ चाहिँ थियो त्यहाँ चाहिँ तपाईँहरूलाई जुम गरेर देखाउँदैछु। यहाँ चाहिँ केही पनि छैन। यहाँ चाहिँ मदर मेरीको ठुलो फोटो थियो, मदर मेरीको स्ट्याचु थियो, त्यो हराएर गएको छ। कहाँ पुऱ्यो के भयो त्यो कसैलाई थाहा छैन। आज यस्तो प्रकारको दृश्य हेर्नुहोस्। एक रातको पानीले, एक रात पनि होइन, त्यो 4 तारिक बेलुकाको पानीले यस्तो भरेको छ अविरल वर्षाले। अनि आज यसरी 5 तारिक फेरि यसरी सोर्दैछ। हेर्नुहोस् डोजरले पुरै माटो फ्याँकिसकेको छ। हेर्नुहोस् यहाँनिर है यसरी मान्छेहरू यसरी हिँड्दै जाँदैछ। उनीहरूलाई कति असुविधा भएको छ। टिका लाउनु जाने, टिका लाएर फर्किने सबै। यो रोडमा चाहिँ यसरी खोला बगिरहेको छ अहिले। हेर्नुहोस् यो डल्लै खोला छ र रेलको ट्र्याक, यो ट्रेनको ट्र्याक चाहिँ यस्तो चाहिँ मान्छेहरू पुरै भरेर बसेको छ यसरी। पुरै नै यस्तो भएको छ। र हजुरहरूले यो भिडियो मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दछु। र हजुरहरूले लाइक र अनि सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। यो मेरो च्यानल सोलफुल इकोज कुमार छेत्री, यही च्यानलमा हजुरहरूले सब्सक्राइब गरिदिनुहोस् भनी तपाईँहरूलाई यो विनम्र निवेदन चढाउँदैछु। हेर्नुहोस् आजको भिडियो र हजुरलाई यति देखाउँदै यतिमा नै आज केवल तपाईँहरूको समक्षमा केवल 3 मिनटको भिडियो मात्र लिएर आएको छु। यस्ता भिडियोहरू अझै पनि लिएर आउनेछु र हजुरहरूले प्रतीक्षा गरिदिनुहोस्। जति पनि राम्रो खबरहरू हुन्छ ती सबै खबरहरू हजुरको अगाडि प्रस्ताव गर्नेछु भन्दै मेरो भिडियो यतिमै समाप्त गर्दछु।